हामी अर्को गल्ली आइसक्यौँ अब डेडिकेसन कृपाको आफ्नै पीडा छ यहाँ बुके प्रोटेक्ट गर्नको लागि बुके दियो म्याम बुके दियो दिदी आज दाइको साथीको चाहिँ बर्थडे छ अनि दाइको साथीको लागि चाहिँ टोपीको मात्रा कमी भयो यहाँ हेर्नुहोस् गाइजहरू क्लास स्टिल गोइङ अन म्याम आउनु भएन अनि अलमोस्ट अब 15 मिनट बाँकी छ हामी खाइदिन्छौँ अब यहाँ हाम्रो खाना छ यहाँ अचार छ लेट्स गो गाइज लेट्स बिगिन ओ माई गॉड साथीभाइहरू आज हामी पास्ताको घर भोज खान जाँदैछौँ पाटनमा Hi guys, welcome or welcome back to my channel. It's me Apsana and meet my friend Pasa. आज हामी पाटन आएको छौँ यहाँ पासाको घर भोज खान अरू साथीहरू पनि आउँदैछन् तिनीहरू चाहिँ उता घुम्दैछन् अब देखाउँछौँ हामी के हुन्छ अहिले चाहिँ हामी रफ्तारमा अब हेर्न जानु आँटेको ल गाइस हेर्दै गर्नु होला हेर्दै गर्नु फेरि गाइस मेरो साथीहरूले हेर्नुहोस् कुल्फिस खानु सुरु आइ गर हाई 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 हाल किन्दैन हौ गाइस हामी त मङ्गल बजारतिर छौँ साथीहरूलाई भेट्नुहोस् यो उस भयो मेरो एक्साइटेड साथीहरू हामी अस्ति हेरेको भएर नो एक्साइटेड हामीहरू यहाँ खास उतातिर हो क्या हामीले हेर्ने हेरेर त त्यहाँ खास भएर
गाइज हामीले चाहिँ यहाँ पासाको लागि चाहिँ कसैले किनेको आफैले हेरेर पछि चाहिँ के किन्छ भोलि टिफिनमा यही खुवाउँछु पासा आज बचेको भोज ल्याऊ भोलि पासा तिमीले थाहा नपाए जस्तो गर्ने हो कि कान थुनेर नबस्छ न के हो र तिमी यस्तो के किन्छ भने झन् हेरिरह तिमीलाई कुन मनपर्छ हेर त्यही के खान्छौ भने यिनीहरूले किनिदिन्छ यिनीहरूले किनिदिन्छ ब्याक टु पासाको घर अब चाहिँ हामी खान्छौँ भन्दै आफै यो मान्छे आज कलेज नगएको गाइस घाँटी सुक्यो भनेर यता चाहिँ च्याउरा आउनु फेरि भ्याउँछ त अनुहार देखाउ आफ्नो मेरो स्वरहरू फिर्ता लिनु लाज छैन अझै छैन किन आउने गर्छ अझै हाई गाइज कस्तो लागिरह फाइनली बस्न पाउँदा त्यहाँ हुँदासम्म मात्रै हो कि इनर्जी पासा आएपछि थ्याङ्क यू पासा भनेर बनाउँछु त्यो मलाई मैले ट्रान्सलेटर राखेको ट्रान्सलेट गर्नु परेन त पासा जोस्यो सब खाएर यस्तो भएको अवस्था अब मेन कोर्स बाँकी छ अरे पासाले भनेको त्यही गर्दैछु हाम्रो पासा पोज देऊ पोज खिच्नु पर्छ ल अचार खान लैजा ठन्डा मर्ला तले फोटो के भनेको ट्रान्सलेट मिठो छ कि छैन मिठो छ मिठो छ कुरा गरेर ब्रेसेसको दुःख गाइजहरू डेन्टलिस्ट यहीँ गरेर त दुईजनाले यहीँ गरेर यता उसको त केही भएन ऊ चाहिँ भटमा छ ल पासा थ्याङ्क यू अनि सबै निकाल्ने हो यिनीहरू एक भागै बनायो कि एक्स्ट्रा आमा राडिस पासा हेरे गाइस पनि सुरु गरेँ नो राडिस थ्याङ्क यू पासा खाऊ तिमी पनि अब ल पासाको रेडी ल राम्रो हुनुहुन्छ भोज खुलाएकोमा धेरै धेरै थ्याङ्क यू पासा रमाइलो भयो है फर्स्ट टाइम हो कि त्यो अगाडि फुल लिन गयो त्यो फुल लिन गएको त फर्स्ट टाइम त्यो मजाले दिरा हुन्छ किन बिक्नको धेरै हरेक टाइम हुन्छ त्यो नदिए पनि त्यहाँ साइडमा राखेर हुन्छ फुल जलहरू
अब हामी के हामी त म चाहिँ छुट्टै छ भाषा त्यस्तो भिडमा उफ्री उफ्रीको अझ हामी त बत्तीहरू ल्याइरहेछ आचार्य त बिचमा लगन एकदम वाइडर छ नि त त्यसैले त्यहाँ मजा यहाँ गल्ली गल्लीबाट बाबा अस्ति अति मजा थियो अस्ति त एकचोटि मेरो हुलमा चाहिँ मेरो कालीबाट मलाई यत्रो यस्तो त उसका मानेर सबभन्दा कम छ मैले झिकेको नि छैन त मैले पनि झिके छैन मैले झिकेको सबैजना खानुपर्छ है पर्छ होइन रुम सफा छ पुग्न सक्यो बुक्सहरू कपीहरू त्यहाँ पनि मस्त गरी खिच्दै रेलीहरूमा त त्यस्तो गरेर पानी खाएको लाग्थ्यो अनि पानी खान्थ्यो कि मैले नेवार ड्रेस लाउँदाखेरि कोही फेरि बाफ्रे यसमा हुँदैन मेरो हजुरबाले पनि खानु फ्युचरको लागि प्रकृति मेरो घरमा नि गाइस डन विथ द भोज म त खाइरहेको कुल्फी यहाँ सकिएर पनि हिसाब हुँदैछ कसैलेको ल तिम्रो फोन नम्बरमा हानिदियो हुन्छ कति भयो अरे एकजनाको 170 हाल्यो पासालाई मिसाहो कि नै त उठा गाइजहरू अनि यता चाहिँ हामी खास भनेको आएको चाहिँ कता भन्दाखेरि मङ्गलबजारनिर हो नि त अनि हामीले सपिङ गर्ने भने चाहिँ केही किनै पाएन अब के भएको यस्तो यहाँ चाहिँ हामी पासा सानोको पासाको दिदी अनि एकजना भाइ एकजना कजन हो पासा पछाडि सानो हुँदाको ओ यो पनि पासाको रहेछ नि के को यो 3.9 GPA ओ पासा उता पासाको फ्यामिलीको फोटो यहाँ चाहिँ पासाको दिदी हुनुहुन्छ दिदी चाहिँ पहिला चाहिँ मिस युनिभर्समा जानु भएको थियो अरे लास्ट इयर हामी त फुसुनमा आउँदाखेरि खाएको आउँदाखेरि यही फोटो देखेको यस्तो हामी त ओ को भइरहेको लास्टमा त हाम्रो पासाको दिदी जाम हामी के सामान त ल्याएको थिएनौँ नि चलो मेरो चप्पल मेरो क्रक्स गाइस चलो जाम जुम ल हामी जानु लाग्यो पास्ता खाए ल धेरै थ्याङ्क यू पास्ता भोजको लागि बस आजको दिन रमाइलो रह्यो यस्तै थियो आइडलमा तपाईँहरू कतिको रमाइलो लाएन होइन तर हामीले एकदम इन्जोय गऱ्यौँ होइन त साथी हो हामीहरू डुलेर जाने हो कि हाम्रो साथीहरू स्कुटीमा आएको साथीहरू स्कुटीबाट निकाल्दैछन् हामी पैदल यात्रीहरूलाई सजिलो छ जताबाट पनि जस्तो भिडहरू पनि निस्किन सक्छौँ हामी चाहिँ के गरेर घुमेर जाने हामी के घुम्ने कति जाम घर जाने कति 8 बजिसक्यो 8:30 बजिसकेको छ म त 8 मात्रै होला सोच्छु ओ राइडर जिस्काइदिउँ क्या हो ट्राफिक बढ्दैको तिमी फुका कृतिका फेरि त्यहाँ आफ्नो ब्याग बोकेर थमक हो क्याटवक जिस्काइदिउँ क्या अरे हाम्रो के गर प्रेरणा राइडर ल
ल हाम्रो पासा ल आज भोजको लागि धेरै धेरै धन्यवाद पासा तिमीहरूलाई पनि आइदिएकोमा धेरै धन्यवाद हामी इन्जोय गर्न पायौँ रमाइलो भयो एकदम राम्रो समय बित्यो हाम्रो थ्याङ्क यू सो मच अङ्कल आन्टीलाई पनि धेरै धेरै थ्याङ्क यू भन्नु है वेलकम तिमीहरूको तर्फबाट तिमीहरूको तर्फबाट पनि गाइस हामी अहिले यहाँ दरबार स्क्वायर आए नाइट व्यू फर्स्ट टाइम enjoying with my friends, my pasas. हेर यस्तो राम्रो भ्यू हेरेर एकचोटि हेर्न पो राम्रो हुन्छ हेर्न बोर लाग्छ ल यहाँ मुख पल्टायो फेरि डायलग दियो कृतिका पनि गइन् बाई कृतिका Hey guys, welcome back. We are finally in our hostel. अनि सबैजना छुट्टिसकेपछि हामी ट्याक्सी गरेर होस्टेल आयौँ म कृपा प्रकृति अनि त्यसपछि हामी एकछिन रेस्ट गरेर आम फाइनली एन्डिङ माई भिडियो मैले चाहिँ स्टार्ट त गरेँ तर कसरी गरेर आई डोन्ट नो मलाई बिहानैदेखि कलेजदेखि नै गर्नु मन थियो तर त्यस्तै भयो हुन्छ नि पेसेन्टको यताउता त्यस्तै हुन्छ अनि भ्लगिङ भन्नु गर्नै मन लागे पनि हुन्छ नि कस्तो टायर्ड जस्तो सुन्ने भ्लगिङ गर्नै मन लागे पनि मनदेखि नै आउँछ होइन बिहानदेखि स्टार्ट गर्छु भनेर तर टाइमिङ बिजी स्केड्युल काम गर्दा बिहान नै बज्छ के अनि त्यही गाइज अनि आजको दिन एकदम रमाइलो र आफ्टर लङ टाइम होइन मन खोलेर हाँस्यो नाच्यो गाइयो अनि जात्रा जस्तो भयो होइन अनि यो वर्ष चाहिँ हामी चाहिँ 2 चोटि चाहिँ गयौँ के गरे मच्छिन्द्रनाथको जात्रा हेर्नु चाहिँ अनि फर्स्ट टाइम नै थियो हाम्रो तर लाइक जहाँचोटि गयो भने एकदम रमाइलो भयो हामी पछि फ्युचरमा पनि जान सक्छौँ होला सायद इनकेस यहाँ भइयो भने अनि हुन्छ अनि मलाई चाहिँ अब कस्तो भन्दाखेरि अब यस्तो जात्राहरू हेर्दा नि हो कि होइन कनेक्ट हुने अनि त्यसपछि अरू त पासाको घरमा गएर खाएको घरको फिलिङ्स एकदम ताजा भयो आन्टी कति आएर गफ गर्नुभएको यस्तो कुरा कस्तो मनमा धेरै कुरा छ तर आई डोन्ट नो मैले यस्तो एक्सप्रेस गर्नै सक्दिनँ क्या भ्लगमा होइन अनि त्यही हो गाइजहरू यो भ्लगलाई यही इन्ड गर्न चाहन्छु मन परेमा भिडियो लाइक सेयर र सब्सक्राइब गरिदिनु होला यति भन्दै म यहाँदेखि बिदा हुन चाहन्छु अनि आज मैले जात्रामा कति धेरै कुराहरू देखेको मात्रै त्यो रिकल भइरहेको दिमागमा म लेखिदिन्छु तल मेरो क्याप्सनमा आफ्नो मनको भावनाहरू छ त्यही हो गाइज बाई बाई हेभ अ नाइस डे एन्ड गुड नाइट